हेलो साथीहरु, नमस्कार। स्वागत छ मेरो युट्युब च्यानलमा। मेरो यो एस्टर क्याक्टस चाहिँ दामी फुले है साथीहरु। ल हेर्नुस् त, खत्रै फुलेछ। मैले चाहिँ यो माटोको गमलामा राखेको छु। यो भन्दा अगाडि चाहिँ मेरो सानो पटमा थियो। मैले फेरि यो रिपोर्ट गरेको हो कि, अनि त्यही भएर चाहिँ अलिकति यसपालि त झन् ह्याप्पी ब्लुमिङ भयो। ल हेर्नु है त, लास्ट इयर पनि भएको थियो, तर लास्ट इयर भन्दा यसपालि झनै मजाले फुलेकै यो। ल हेर्नुहोस् है त, मैले लास्ट इयर चाहिँ यस्तो सानो पटमा गरेको थियो। सानो पटमा पनि मजाले फुलेको थियो, र यसपालि चाहिँ माटोको गमलामा रिपोर्टिङ गरिदिएको। रिपोर्टिङ गरेपछि त झनै खतरा फुलेकै। ल हेर्नुहोस् है त, यो चाहिँ एस्टर क्याक्टस है। यो क्याक्टसमा पनि धेरै कलरहरू आउने रहेछ। मसँग चाहिँ पिङ्क र रेड मात्रै छ। पिङ्क चाहिँ असोज महिनामा क्रिसमसको बेलामा फुल्छ भनेदेखि भने यो चाहिँ अहिले चाहिँ एस्टरको टाइम हो। एस्टरको बेलामा चाहिँ यो चाहिँ फुल्ने रहेछ। ल हेर्नुहोस् है त, यो चाहिँ एउटै बोट छ कि यो मैले रिपोर्टिङ गरेको। एउटै बोटमा पनि यस्तो ह्याप्पी ब्लुमिङ भइरहेछ। ल हेर्नु त, हाँगा बिगाएर पनि टन्नै छ, फुल्न नि मजाले फुलेको छ। ल हामीले चाहिँ अब यसलाई चाहिँ सानो पटमा हामीले उमार्ने र अनि अलिकति ठुलो भएपछि चाहिँ सकेसम्म अलिकति ठुलो गमलामा चाहिँ हामीले रिपोर्टिङ गऱ्यो भने चाहिँ एकदम राम्रो हुन्छ। र यसलाई चाहिँ पानी बढी हाल्नु हुँदैन। केयर टिप्सको बारेमा भन्नुपर्दा चाहिँ यो चाहिँ पानी नसहने सकुलेन्ट भेराइटीको हो नि त, त्यही भएर यसले पानी सहँदैन। यो बिहान चाहिँ ओपन हुँदैन कि यो, अहिले घाम लागेपछि चाहिँ मजाले ओपन हुन्छ। ल यस्तो दामी फुलेको छ। ल मेरो चाहिँ लास्ट इयर चाहिँ यस्तो सानो पटमा थियो। अहिले सानो पटमा चाहिँ नयाँ बिरुवाहरू रोपिदिएको छु। यहाँ सबै यो चाहिँ मेरो क्रिसमस क्याक्टस हो। यो चाहिँ किनभनेदेखि नै यो मेरो मरेकै यो बिरुवाहरू यसपालि क्रिसमस क्याक्टसको चाहिँ यहाँनिर चाहिँ बिरुवाहरू टनक्कै आएको छ। क्रिसमस क्याक्टसको चाहिँ यिनीहरू पनि अब यो हेर्नु नि, सानो बोटमा नि मजाले फ्लावरिङ भइरहेछ। यसलाई चाहिँ धेरै केयर गर्नु पर्दैन, पानी बढी हाल्नु भएन। अब फ्लावरिङ गर्ने चाहिँ वर्षमा एकचोटि फुल्ने फुल हो नि त, तर वर्षमा एकचोटि फुले पनि डरलाग्दै फुल्छ क्या। यो चाहिँ आँखै खाने रातो छ। फेरि यो हेर्नु नि, यस्तो दामी छ, यो एकदम मजाको छ। मेरो क्रिसमस क्याक्टस चाहिँ खै के भयो यसपालि है, थाहै भएन। अब छोड्नु पनि धेरै छोडेर गएँ नि त मैले यसपालि दसैँको टाइममा। त्यो टाइममा चाहिँ मैले केयर गर्न पाएन कि। अब अलिकति बर्डहरू चाहिँ टन्नै लागेको रहेछ, तर आउँदाखेरि सबै मरिसकेको थियो कि, त्यही भएर एउटा दुइटा बिरुवाहरू चाहिँ बचाउन पाइरहेको छु कि मैले। दामी फुलेको थियो। त्यो चाहिँ पिङ्क कलरमा फुल्छ, यो चाहिँ रेडमा। हेर्नु न, घाम लागेपछि ओपन हुन्छ। बिहान पख चाहिँ यो ओपन हुँदैन, चुपक्क परेर बर्ड जस्तै देख्छ, यस्तै देख्छ। अनि घाम लाग्दै गएपछि चाहिँ खुल्दै जान्छ। यो अहिले चाहिँ अब घाम लागिरहेको बेला छ। यो चाहिँ मेरो धेरै पुरानो हो कि बोट। मैले चाहिँ बढ्नै नदिएको। हेर्नु नि, यहाँ एउटाबाट यहाँ एउटा पहिला रोपेको होइन, त्यसैबाट हो। अनि मैले चाहिँ यसलाई बढ्न चाहिँ नदिन चाहिँ के गरेको हो भनेदेखि भने यहाँनिर चाहिँ के, अब नयाँ पात आउँछ नि, जस्तो अब यहाँनिर भयो नयाँ पात, यसलाई चुट दिने कि। अनि हामीलाई कत्रो साइज बनाउने त्यसरी नै बनाएको हो मैले। अब यसलाई चाहिँ छोड्ने हो भने त मजाले एकदमै ह्याङ्गिङ गर्न मिल्छ क्या यो चाहिँ। तर मैले चाहिँ अब यो मेरो स्टेप छ कि यो नमस्ते जस्तो ठाउँ हो, अनि यसलाई ह्युमिडिटी पनि पुग्ने रहेछ कि। यो ढलान तात्तिन्छ, ढलान तात्तेपछि चाहिँ ह्युमिडिटी पनि पुग्ने रहेछ, र अनि मजाले फुल्छ कि यो यहाँनिर चाहिँ। अब घाम पनि लाग्दैन, उज्यालो पनि पुग्छ यसलाई, लाइट पुग्छ, डाइरेक्ट सनलाइट पनि छैन यसमा चाहिँ। आनन्द छ, त्यही कारणले होला मेरो चाहिँ एकदमै मजाले फुलेछ कि। हेर्नु नि, यहाँ अब यस्तो दामी फुलेको छ वरिपरि, खत्रै फुलेछ। अनि पानी चाहिँ हाल्नु हुँदैन, अलिकति मरिसकेको थियो यो मेरो
बल्ल 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 बचाएँ मैले। यो 3टै गमला चाहिँ रिपोर्टिङ गरेको हो मैले। सानो सानो गमलामा थियो। सानो गमलामा भन्दाखेरि अब यो साइजको गमलामा थियो पहिला, सानै हो यो साइजको गमलामा थियो। यसबाट चाहिँ मैले रिपोर्ट गरेर चाहिँ यो माटोको गमलामा सारेको। माटोको गमलामा चाहिँ राम्रो हुन्छ कि अब यो सकुलेन्ट भेराइटीको हो नि त, त्यही भएर चाहिँ पानी चाहिँ यो माटोको गमलाले चाहिँ अलिकति सोच्छ बढी भयो भने पनि, त्यही भएर चाहिँ माटोको भाँडा एकदमै ठिक हुन्छ। यसको लागि चाहिँ बेटर चाहिँ माटोको गमला हो। अनि मैले चाहिँ एउटा चाहिँ यसलाई चाहिँ अब नेक्स्ट टाइम चाहिँ बुसी बनाउने विचारमा छु। यिनीहरूलाई चाहिँ त्यो पनि ट्राई गर्दैछु। यहाँनिर मैले ट्राई पनि गरेको यहाँ। अब यो चाहिँ मेरो ड्र्यागन फ्रुटको हाँगा हो, हेर्नु है त। मैले नि यो युट्युबमा हेरेर गरेको यो, तर म सक्सेसै भएँ कि। यो 2 विक्स भयो, यसमा पनि मजाले फुल्यो थियो। यसमा छिट्टो फुल दिएको थियो, सिद्धिसक्यो। अब हामीले चाहिँ यो ह्याङ्गिङ नगर्ने, यसलाई यत्तिकै अब अरू पनि ब्रान्च निकाल्नु छ भने चाहिँ यसलाई यो जुन नयाँ आएको पात छ नि यसलाई चाहिँ निकालिदिने हो कि। अब यहाँनिर चाहिँ मैले अलिकति ठुलो बनाउनको लागि चाहिँ यत्तिकै छोडिदिएको छु मैले। हेर्नु त्यहाँ एउटा पात यो चाहिँ यसलाई चिरेर यो ड्र्यागन फ्रुटको हाँगालाई चिरेर यो पात मात्रै रोपेको भयो। हेर्नु त कतिवटा पात यहाँबाट आएको छ। हेर्नु त 1 2 3 4 5 6वटा, फेरि 6वटा पातमा हेर्नु त कति धेरै आएको छ। मजाले फुलेको थियो। यो चाहिँ 2 विक्स नै भइसक्यो कि हेर्नु, फुलेर सिद्धिसक्यो। अब यो चाहिँ अब यो चाहिँ फुलहरू चाहिँ झर्छ, तर मजाले 2 हप्ता चाहिँ आनन्दले यसरी रातै भएर फुल्छ यो एस्टर क्याक्टस चाहिँ। मलाई चाहिँ एकदमै मनपर्छ। यहाँ अरू कलर त मैले कलेक्ट गर्नै सकेन। म कतिचोटि एक्जिबिसनमा अरू कलरको लिन पनि गएँ, तर पाएन मैले। अब मलाई चाहिँ अमृता नानाले दिन्छु भन्नुभएको छ, उहाँसँग छ पर्पल कलरको। अनि व्हाइटमा पनि थियो लास्ट इयर, त उहाँले मार्नु भएछ के हो। अब म चाहिँ पर्पल कलरको चाहिँ म एकदमै डाई हार्ट फ्यानै भएको छु कि उहाँको। यस्तो दामी फुलेको छ उहाँकोमा, के गर्नु र। ल हेर्नु नि, अब एउटा पातबाट हेर्नु त कतिवटा पात आएको छ। यस्तै हेर्नु नि, 1 2 3 4 5 6वटा आएको छ। ल हेर्नु त कस्तो राम्रो देखेको छ कि। हेर्नु न एकदम मजाको चाहिँ बर्डहर्स पनि आइराखेको छ। अझै फुल्न बाँकी नै छ कि मेरो यो लगभग चाहिँ प्रायः जसो सबै फुलिसक्यो। तर मलाई यो तरिका चाहिँ एकदमै मन पर्यो कि। हेर्नु नि यहाँ यस्तो धेरै आएको छ। अब इन्फेक्सन पनि हुँदैन जस्तो लाग्यो कि मलाई चाहिँ। हामीले चाहिँ यो जुन ड्र्यागन फ्रुटको हाँगा छ नि, ड्र्यागन फ्रुटको हाँगाले चाहिँ अलिकति बढी नै मलहरू चाहिँ सोसेर चाहिँ यो बिरुवालाई फाल्छ जस्तो लाग्यो कि। हेर्नु नि यति धेरै छ त। एउटा पात मात्रै रोपेको मैले। यो के हुन्छ भनेर ट्राई गरेको, तर एकदमै राम्रोसँगले सप्रियो। फुल पनि फुलिसक्यो। हेर्नु न फुल यसमा इनरमा भन्दाखेरि यसमा छिटो फुल्यो फुल पनि। अब चाहिँ म नेक्स्ट टाइम चाहिँ यसरी नै ड्र्यागन फ्रुटको हाँगामा नै धेरै बनाउने विचारमा छु। यहाँनिर मैले यहाँ अर्को पनि बनाएको छु। हेर्नु नि यो यसमा पनि म सक्सेस भएँ। हेर्नु नि यति गर्दाखेरि पनि सर्ने रहेछ क्या। ल हेर्नु त यसमा पनि एउटा पातमा हेर्नु त हाँगा कति आएको छ। अब हामीले चाहिँ यसलाई चाहिँ बुसी बनाउनु छ भने चाहिँ यही हो हामीले गर्ने तरिका नै। यो जुन यो पातहरू नयाँहरू पात आएको चाहिँ निकालिदिने, अनि यसलाई चाहिँ गोलो बनाउने के। सबै हामीले सार्नु पऱ्यो भने यो नयाँ जुन पालुवा आएको नयाँ पातहरू आएको छ नि, यो नयाँ पात आएको बेलामा सार्दाखेरि पनि सर्लक्कै सर्छ है, एकदम मजाले सर्छ। ल हेर्नु है त यस्तो दामी छ। सानो छ माटोको गमला यो मेरो, एकदम पुरानो हो मेरो। 8-10 वर्ष नै भइसक्यो होला यो। मैले चाहिँ यसलाई चाहिँ बढ्नै दिएको छैन कि, यस्तै गोलै बनाइराखेको। ल हेर्नु है त मेरो अब एस्टर क्याक्टस चाहिँ यो चाहिँ अब होलिडे क्याक्टस पनि भन्ने रहेछ कि यसलाई।
भन्न चाहिँ ल हेर्नु न एकदम मजाले फुलेछ रातै भएर ल हेर्नु है त वरिपरि गोलो पारेको गोलो पनि भएको छ ल यो चाहिँ अब बिहान चाहिँ अलिकति बर्स जस्तै हुन्छ अनि घाम लागेपछि चाहिँ मजाले यसरी यो चाहिँ सिङ्गलमा हुन्छ तर पिङ्कमा चाहिँ कस्तो मजाले लेयरमा हुन्छ कि पिङ्कमा चाहिँ क्रिसमस क्याक्टस चाहिँ सलक्क परेको लाम्चो खोर्सानी जस्तै हुन्छ अनि लेयर हुन्छ त्यो पनि एकदमै मनपर्छ मलाई त्यो चाहिँ मेरो यहीँ अब हुँदैछ यहीँ फेरि बचाउँदैछु मैले एउटा यहाँ छ यता एउटा भित्रभित्र छ यस्तो यो चाहिँ अलिकति मेरो स्टेप छ त्यही भएर चाहिँ मजाले फुलेको छ ल हेर्नुहोस् है त अब केयर टिप्सको बारेमा भन्नु पर्यो भने पानी बढी नराख्ने फुल्नुभन्दा 2 महिना अगाडि चाहिँ हामीले हड्डीको मल र बर्मी कम्पोस्ट हालिदिने अनि मजाले छोडिदिने फुलेन भने चाहिँ यसलाई चाहिँ मजाले कालो प्लास्टिकले रातभरि कभर गर्ने अनि कालो प्लास्टिकले कभर गर्यो भने चाहिँ बर्ड्सहरू भुट्टु दिन्छ है मजाले बर्ड्स फाल्छ कालो प्लास्टिकले कभर गर्यो भने चाहिँ अनि बिहान चाहिँ निकालिदिने राति चाहिँ कभर गरिदिने र बिहान चाहिँ निकालिदियो भने चाहिँ मजाको हुने रहेछ ल अब नेक्स्ट इयरको चाहिँ प्लान चाहिँ यस्तो गर्ने प्लान चाहिँ मेरो हेर्नु है त ल हेर्नु कति धेरै आएको छ पातहरू ल यसलाई चाहिँ म अब नेक्स्ट इयरको लागि चाहिँ बुस्सी बनाउने योजनामा छु म यो दुईटालाई चाहिँ हेर्नु है त अब यसलाई चाहिँ म फेरि अर्को ठुलो भाँडामा गमलामा चाहिँ माटोकै भाँडाको ल्याएर चाहिँ रिपोर्ट गर्नेछु यसलाई चाहिँ मसिनै फुल पनि फुलिसक्छ अनि मजाले पातहरू फाल्न थाल्छ के नयाँ पातहरू र हजुरहरूलाई चाहिँ मेरो भिडियो के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला अब कसैलाई चाहिँ यो रेड कलरको चाहिएको छ भने चाहिँ मलाई सम्पर्क गर्नु होला म हजुरहरूलाई चाहिँ सजिलै उपलब्ध गराइदिन्छु ल हेर्नु त यस्तो मजाको छ कि यो चाहिँ ह्याङ्गिङमा चाहिँ दामी हुन्छ मेरो चाहिँ स्टेप छ धेरै लामो नबनाएको मैले चाहिँ ह्याङ्गिङमा चाहिँ एकदम दामी देखिन्छ कि हेर्नु न सबै फुलेको छ मेरो यो सानो बनाएको पनि सबै फुलेछ ल यति भन्दै हजुरहरूसँग चाहिँ आजलाई चाहिँ बिदा माग्न चाहन्छु ल नेक्स्ट भिडियोमा भेट्ने बाजा गर्दै हस् त यति जेलसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवादका साथ बिदा माग्न चाहन्छु नमस्कार हेभ अ गुड डे बाई बाई